नमस्ते दर्शकबिन, देश प्रदेशबाट जहाँबाट हेर्दै हुनुहुन्छ सबैलाई मेरो च्यानलमा स्वागत छ। बढी मालिकाको यात्रा गर्दैछु। हाम्रो साथीहरू तलबाट आउँदै हुनुहुन्छ। अहिले म काँधमा छु। हामी चाहिँ यहाँ तलबाट आउने बाटोको काँधको रोड जाँदैछु। काँधको यो तलको बाटो, यो माथि गाडी जाने बाटो, यो बढी मालिका जाने बाटो। तर बाटो चाहिँ आधैसम्म पनि लिएको छैन। हल्का 10-15 मिनटसम्म लिएको छ बाटो। तर यो बाटोको चाहिँ पुरै उतैसम्म गाडी जाँदैन। यो सब हामी यहाँ जङ्गलको बाटो निस्कन्छौँ, कहाँसम्म निस्कन्छौँ अब भिडियो हेर्दै गर्नु होला। हामी चाहिँ अहिले 3 जना हिँड्दैछौँ। 2 जना अगाडि हिँड्दैछन्, म पछाडि हिँड्छु। लागिन्छ एउटा पाल, सबै आफूलाई चाहिने कुरा सबै बोकेर हिँडेका छौँ। माथि पसल पनि भेटिँदैन। जहाँसम्म तलबाट लिएको सामान चाहिँ ट्याक्क डबलमा बिक्री गर्छन्। कतिपय यो तलबाट बोकेर लिनुहुन्छ, उहाँलाई पनि दुःख हुन्छ, डबल लिनै पर्ने हुन्छ। ठिक छ। र हामीले चाहिँ आफूलाई चाहिने सामान सबै सुत्ने ओड्ने खाने सब लगाउने एभ्रिथिङ सब बोकेर हिँडेका छ। अब हामी पाटन पुगेका छौँ। यो पाटन हो। यो माथितिर चाहिँ भैँसा चढ्दैछन्। यो बाटोमा आज यहाँ बस्ने सोचमा छौँ सबैको सल्लाह अनुसार। यहाँनिर चाहिँ यो जो पुजारी बस्ने ठाउँ भन्दै हुनुहुन्थ्यो अघि नै बुझ्दाखेरि, यहाँ माथि चाहिँ लुगा लगाउने ठाउँ हो। यहाँबाट भोलि बिहान हामी 5 देखि 6 बजीसम्म यहाँबाट निस्कनेछौँ। आजको बसाइ चाहिँ हाम्रो यही खरग हो, यहीँ बस्नेछौँ देउडामा। भोलि फेरि निस्कनेछौँ। जस आजको भिडियो यहीँ टुङ्गिनेछ। डे 1 को, डे 2 को, डे 3 सम्म मिनिमम 5 दिन लाग्छ तलदेखि माथि हुनलाई। आज यहीँसम्मको भिडियो हाल्नेछु। आशा छ राम्रो लाग्नेछ। सब भिडियोहरू इन्फर्मेसन आउनेछ।